Hi guys, welcome to my channel. So आज चाहिँ हामीले फ्रेन्च फरेन लिजनमा सोधिने आईक्यू क्वेशन प्र्याक्टिस गर्दैछौं। तीनवटा प्र्याक्टिस गर्छौं है त, जसमा रहेको छ दुईवटा हाम्रो नन भर्बल रिजनिङ अनि त्यसपछि एउटा 3D इलिस्ट्रेसन इगल भ्यू भनेर पनि भनिने गर्दछ। सो भिडियो स्टार्ट गर्नु भन्दा पहिला चाहिँ मैले गाइजहरुलाई के नोटिस गराउन चाहन्छु भन्दा चाहिँ मैले चाहिँ दैनिक रूपमा टिकटकमा 1 घण्टा आईक्यू प्र्याक्टिस गराइरहेको हुन्छु, त्यो पनि फ्रीमा। यदि तपाईहरुलाई पनि मदेखि केही सिक्नु मन छ भने चाहिँ तपाईहरुले टिकटकमा गएर मिस्टर थापा भनेर सर्च गर्नुभयो भने चाहिँ मेरो च्यानल अटोमेटिकली शो हुन्छ, त्यहाँ भेट्न सक्नुहुन्छ। युए टाइम 2 बजेदेखि 3 बजेसम्म चाहिँ मैले 1 घण्टा मजाले सिकाइरहेको हुन्छु गाइजहरुलाई, कुनै पनि पैसा तिर्नु पर्दैन, फ्रीमा। र हाम्रो ग्रुपमा जोइन हुनको लागि चाहिँ टेलिग्राम ग्रुपमा जोइन हुनको लागि चाहिँ लिंक इन द बिलो है त, लिंक मुनि राखिदिन्छु, त्यहाँ गएर थिचेर गर्नु होला। अथवा मलाई इन्स्टाग्राममा मेसेज गर्नुभयो भने चाहिँ मैले त्यहाँदेखि पनि तपाईहरुलाई टेलिग्राम ग्रुपमा लान सक्छु है त। इन्स्टाग्राममा फलो गर्नु, मेसेज गर्नु, त्यसपछि फर्दर कुरा त्यही गरौँला। ओके, अब चाहिँ भिडियोलाई स्टार्ट गरौँ है त। अलराइट गाइस, द मोमेन्ट अफ ट्रुथ। अब चाहिँ हामीले यो क्वेशनहरुलाई सल्भ गर्छौं है त, कसरी अब यसको आन्सर कति हुन्छ भनेर हामीले पत्ता लगाउँछौं है त। राइट आन्सर यहाँ कसरी आउँछ, लजिक कसरी, किन भनेर मैले सबै बताइदिन्छु है त। एट फर्स्टमा चाहिँ हामीले यसलाई हेरौं, यो शेडेड पार्टलाई हेरौं है त। के भइराछ भन्दा शेडेड पार्ट हैन, शेडेड पार्ट के भइराछ भन्दाखेरि यो फर्स्टमा चाहिँ फर्स्ट स्क्वायरमा चाहिँ नि 3 वटा छ, फेरि यतातिर जाँदाखेरि 4 वटा छ हैन, अनि यहाँनिर जाँदाखेरि फेरि 5 वटा छ। भनिसकेपछि हामीले एउटा लजिक लाउन सक्यौं कि +1 हुँदै गएको छ हैन, त्यो एउटा पोइन्ट भयो। अनि त्यसपछि आएर हामीले अब यसलाई ख्याल गरौँ है त, यो शेडेड नभएको पार्टलाई ख्याल गरौँ। शेडेड नभएको पार्ट चाहिँ के गरिरहेछ भन्दाखेरि क्लकवाइज घुमिरहेछ है त। यहाँ सिधा छ अनि यहाँनिर आएको छ, भनिसकेपछि यो अलिकति तल आछ अनि यो तल आएको छ। अब यहाँनिर चाहिँ यहाँनिर मुनि आउने भयो है त यो पार्ट चाहिँ नि। अनि हाम्रो यो शेडेड पार्टको चाहिँ के हुने भयो भन्दाखेरि 3 छ, 4 छ हैन, 5 छ, अनि फेरि यहाँ 6 हुन्छ, 7 हुने भयो हैन। यहाँनिर चाहिँ 7 वटा आउनु पर्ने भयो। यो शेडेड पार्ट चाहिँ 7 वटा, अनि त्यसपछि यो चाहिँ नि यहाँ मुनि आउनु पर्ने भयो है त। दुईटा लजिक। अब एउटा थर्डको लजिक के छ भन्दाखेरि हामीले अब हेरौँ थर्डको लजिक के छ भन्दाखेरि अब यो माथि आउँदाखेरि यो भाग यहाँनिर मुनि जाने भयो हैन, यसरी यहाँनिर मुनि आउने भयो। अनि हाम्रो माथिको भाग चाहिँ के छ भन्दाखेरि सर्लक्कै यिनीहरु चाहिँ एउटै रेशियोमा बसेको छ है। माथिको एउटा यसरी बसेको छ है त, यसरी एउटा सर्लक्कै एउटा रेशियो बनेर बसिरहेको छ है त। यतिको बनेर बसिरहेको छ भने बराबर यसले पनि यसलाई छोड्छ, सिधा छ नि हैन। अब तलकोलाई हेर्दाखेरि अब हामीले तलको अप्सनलाई हेरौँ, अप्सन 1 लाई हेरौँ। अप्सन 1 मा के छ भन्दाखेरि यो मुनि बसेको छ, तर यो यतातिर धेरै घुमिसकेको छ, यो यतातिर धेरै घुमिसकेको छ, त्यसले गर्दाखेरि यो इनकरेक्ट भयो हैन। अब 2 लाई हेरौँ, 2 मुनि आएको छ, ठ्याक्कै आएको छ, तर यसको माथिको मिलेको छैन हैन। यो माथिको यसरी टक्क 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 मिलेर बसेको छ नि यिनीहरु, हो कि नि। अब हाम्रो यहाँनिर आउँदा पनि सेम यस्तै गरी यहाँनिर आएर मिलेर बस्नु पर्यो, त्यसले गर्दाखेरि अप्सन 2 पनि मिल्दैन। सो अब अप्सन सी लाई हेरौँ हैन। अब सी लाई अब कतिवटा हुनु पर्यो, शेडेड पार्ट 7 वटा हुनु पर्यो हैन। अनि त्यसपछि यो भाग चाहिँ नि यहाँ मुनि आउनु पर्यो, अनि यो चाहिँ नि सेम यस्तै गरी हाम्रो रेशियोमा बस्नु पर्यो। सी मा हेर्दाखेरि के छ त, यो त ट्याक्कै सेम यस्तै माथिनिर हानेर बसेको छ नि, यो सेम यस्तै छ नि, हो कि नि। सबै लाइनलाई यस्तै टक्क टक्क छोड्छ कि नि, सिधा छ नि, हो कि नि, सिधा गएको छ नि। अब यसको शेडेड पार्टको संख्या गनौँ है त, 3 6 प्लस 1 7। त्यसले गर्दा चाहिँ हाम्रो करेक्ट आन्सर भनेको चाहिँ सी हुन्छ है त। कतिलाई लाग्न सक्ला डी भनेर लाग्न सक्ला हैन, डी भनेर लाग्न सक्ला, डी चाहिँ हुँदैन है केटा हो। यो सेन्टर चाहिँ यसरी टक्क सिधा माथि छुनु पर्यो है त। माथिको हाम्रो फिगरमा के भइराछ सिरिजमा टक्क माथि सिधा बसेको छ नि। तलको मुनिको डजन्ट म्याटर कसरी बसेछ हैन, माथिको चाहिँ नि सिधा बस्नु पर्यो है त। यसरी चाहिँ हामीले करेक्ट आन्सर पत्ता लाउन सकिन्छ है त। ल अब नेक्स्ट क्वेशनलाई चाहिँ सल्भ गरौँ। नेक्स्ट क्वेशन है त। अब यो क्वेशनमा चाहिँ के लजिक छ भनेर मैले बताउँछु केटाहरुलाई, गाइजहरुलाई बुझाउनको लागि चाहिँ नि। फर्स्टमा मैले यसलाई रो 1 भने है त, यसलाई रो 1 भने, अनि रो 1 भने, यसलाई चाहिँ रो 2 भने है त। अब हामीले सल्भ गर्दाखेरि फर्स्टमा हामीले रो 1 लाई क्र्याक गरौँ हैन। रो 1 लाई क्र्याक गरिसकेपछि त्यसको ठ्याक्कै उल्टो फर्मुलाले चाहिँ नि रो 2 लाई क्र्याक गर्छौं र हामीले हाम्रो करेक्ट आन्सर पत्ता लगाउन सक्छौं है त। ओके, अब यहाँ के हुँदैछ भन्दाखेरि यो स्क्वायरदेखि यो स्क्वायरमा जाँदाखेरि हाम्रो शेपहरुले चाहिँ नि पोजिसन चेन्ज गरेको छन् है। रो 2 लाई नहेरौँ है गाइज, अहिले रो 1 लाई मात्र हेरौँ है त। रो 1 को लाई मात्र फलो गरौँ, रो 1 को यसलाई मात्र फलो गरौँ है त।
जाँदाखेरि हाम्रो अब्जेक्टले सेप चेन्ज गरेछ हैन। अनि चेन्ज गर्ने क्रममा चाहिँ के भइरहेछ भन्दा सर्कल के गरिरहेछ, सर्कल यहाँनिर आयो हैन, यहाँ आयो अनि त्यसैगरी अब यहाँ आइसकेपछि यहाँ आयो हैन, यहाँ आयो अनि यहाँबाट अब हाम्रो सर्कल कहाँ जाने भयो भन्दाखेरि त यो यसमा आउँदाखेरि चाहिँ हाम्रो सर्कल डिसेपियर हुने भयो है त, बिलाउने भयो, माइनस हुने भयो, कट हुने भयो है त। अनि हाम्रो यहाँनिर बाँकी चाहिँ के रहन्छ भन्दाखेरि एउटा हाम्रो ट्रायंगल र हाम्रो प्लस चाहिँ नि बाँकी रहन्छ है त, ट्रायंगल र प्लस बाँकी रहन्छ यहाँनिर चाहिँ नि, ट्रायंगल र यो प्लस चाहिँ नि बाँकी रहन्छ है त। अब फलोइङ द सेम रुल हैन, अब फलोइङ द सेम रुल हामीले रो 2 लाई सल्भ गरौँ है त, यो रोलाई सल्भ गरौँ है त। फलोइङ द सेम रुल तर उल्टे गरे है त। कसो भन्दाखेरि हामीले यहाँदेखि यतातिर जब हामी राइट जान्छौँ नि तब हाम्रो के भइरहेछ भन्दाखेरि हाम्रो यो सर्कल मुभ भइरहेछ नि हैन, मुभ भइरहेछ अनि लास्टमा गएर हराछ। अब हामीलाई हराको चाहिँ नि त यहाँ अलरेडी दिइसकेछ हैन। अब हामीले एज्युम गर्न सक्छौँ, गेस गर्न सक्छौँ हाम्रो हराको अब्जेक्ट सेप चाहिँ कुन छ भन्दाखेरि यो ग्लास चाहिँ हराको छ हैन। अब त्यो हराउँदाखेरि के हुने भयो त भन्दाखेरि हराछ हैन। अब ठ्याक्कै यो माथिको हामीले सल्भ गरेको थियौँ नि, त्यसलाई रिभर्समा सल्भ गऱ्यौँ भने चाहिँ नि मजाले हाम्रो एन्सर पत्ता लगाउन सकिन्छ है त। ओके, अब हाम्रो यो गिलासलाई हेरौँ हैन, यो ब्ल्याक वाला गिलासलाई हेरौँ हैन। ब्ल्याक वाला गिलासलाई के छ भन्दाखेरि हेर्दाखेरि टक्क यहाँनिर आयो, यहाँनिर आउँदाखेरि हरायो हैन, यहाँनिर हराएर बसेको छ। अब यहाँदेखि चाहिँ सुरु गरौँ है त। सुरु गर्दाखेरि अब यो ग्लास के भइरहेछ भन्दाखेरि यहाँनिर यो हरायो हैन। सेम फलोइङ द यो अघि माथिको रो 1 को लोजिक चाहिँ ठ्याक्कै उल्टो तरिकाले गाइस, यहाँनिर चाहिँ यो हरायो हैन, यहाँनिरबाट यो हरायो हैन, हराउँदाखेरि अब यो यहाँ आयो हैन। अब यो यहाँ आइसकेपछि यहाँ जान्छ, यहाँ आयो हैन। अब यहाँ आइसकेपछि टक्क यो यहाँ आउँछ है त। यो यहाँ आइसकेपछि हाम्रो के हुने भयो त, ब्ल्याक वाला ग्लास चाहिँ यहाँ हुन्छ हैन, ब्ल्याक वाला ग्लास चाहिँ यहाँ हुन्छ हैन। अनि त्यसपछि आएर हाम्रो एउटा सर्कल चाहिँ यहाँ हुन्छ हैन, सर्कल चाहिँ यहाँ हुन्छ। अनि त्यसैगरी हाम्रो यो उल्टे परेको ग्लास चाहिँ नि यही हुन्छ है त, पहिलाकै ठाउँमा हुन्छ। त्यसले गर्दाखेरि हाम्रो अप्सन कहाँ हुन्छ त, अब सेम हेर्नु त यहाँ ब्ल्याक वाला ग्लास चाहिँ यही हुन पर्यो हैन, ब्ल्याक वाला ग्लास यता राइटमा हुनु पर्यो, 3 वटा हुनु पर्यो हैन। अनि त्यसपछि ब्ल्याक डट हैन, अनि त्यसपछि उल्टे परेको ग्लास। त्यसो गर्दाखेरि हाम्रो अप्सन नम्बर डी चाहिँ एकदमै करेक्ट एन्सर हुन्छ है त। एकदमै मजाको लोजिक छ। अब यो आइक्यू भनेको चाहिँ जति सिक्यो त्यति बढ्दै जाने हो है केटा हो, एकै दिनमा जानिदैन। प्र्याक्टिस गर, जति हाम्रो टेलिग्राम ग्रुपमा आऊ प्र्याक्टिस गर हैन, हामीले हेल्प गर्छौँ। ओके, नेक्स्ट क्वेसन अब इक्वल भ्यू क्वेसन है त, 3D। ओके गाइज, लास्ट क्वेसन है त, 3D इलिस्ट्रेसन। तर गाइजहरुको माझ चाहिँ के छ भन्दाखेरि इक्वल भ्यू भनेर एकदमै प्रचलित छ है त। अब यो क्वेसनलाई क्र्याक गरौँ है त। यो क्वेसनलाई कसरी क्र्याक गर्ने भन्दा निकै नै सिम्पल लोजिकहरु लाएर हामीले क्र्याक गर्न सकिन्छ। फर्स्टमा त यो क्वेसनलाई कस्तो तरिकाले सोध्छ भनेर मैले बताइदिन्छु है त। कुनै बेला यो माथि दिएको 3D छ नि, 3D भ्यू छ नि, यो 3D इमेज एउटा, यसलाई चाहिँ नि तल अप्सनमा राखिदिन सक्छ, अप्सन A 1 2 3 4 भनेर दिन सक्छ। अनि 2D लाई चाहिँ नि माथि राखेर सोध्न सक्छ है त। अनि अर्को अप्सन, अर्को तरिका भने सोध्ने तरिका भनेको चाहिँ नि यो माथिपट्टि 3D राखेर तलपट्टि 2D क्वेसनहरु राखेर सोध्न सक्छ। अनि अब हामीले यो क्वेसनलाई अब कसरी क्र्याक गर्ने भन्दाखेरि अब बेसिक कुराहरु के छ भन्दा यो क्वेसनलाई क्र्याक गर्ने फर्स्टमा चाहिँ अब्जेक्टको शेप, साइज, डिस्टेन्स घुम्दाखेरि यो अब्जेक्ट यसरी घुम्दाखेरि हैन टक्क यो कहाँनिर आइपुग्छ। अब जब यो अलिकति घुम्यो भनेपछि यो यहाँनिर आइपुग्छ नि हैन, सबै एकैचोटी घुम्छ है त, सबै घुम्छ। एउटा मात्रै, जस्तो कि यो मात्रै घुम्दैन, यो मात्रै चल्दैन, यो मात्रै चल्दैन है त, सबै चल्छ। एकचोटी यसले मुभमेन्ट गर्यो भने सबै हाम्रो पुरै उनै मुभमेन्ट गर्छ। सोच कि पृथ्वी नै घुम्छ, त्यो टाइपले हल्का घुम्छ। जस्तो बोतलको बिर्को खोल्दाखेरि एकचोटी हामीले यति घुमायो भने, थोरै घुमायो भने कस्तो हुन्छ त, हामीले थोरै घुमाउँदाखेरि सबै चल्छ नि हैन, बोतलको बिर्को खोल्दाखेरि। हो त्यही हो है त गाइस, सिम्पल लोजिक भन्दाखेरि चाहिँ। अनि अब अब्जेक्टको शेप हेर्ने हैन, यसमा गोलो छ भने तल पनि गोलै हुनु पर्यो, कत्रो छ साइज हेर्ने हैन। अनि त्यसपछि आएर डिस्टेन्स हेर्ने, यो र यसको बीचको दूरी हेर्ने हैन, दूरी हेर्ने। तर अलिकति दूरीमा चाहिँ डिस्टेन्समा चाहिँ फरक आउन सक्छ हैन, ज्यादै एकदमै धेरै फरक आयो भने चाहिँ, जस्तो कि मानौं फर एक्जाम्पल
यति जतिको डिस्टेन्स फरक आयो भने केही फरक पर्दैन, तर एकदमै वारपार यति नै लामो डिस्टेन्स फरक आयो भने चाहिँ नि त्यो अप्सन एन्सर चाहिँ हुँदैन है, गलत हुन्छ। अनि हाम्रो मान्छे उभिएको लड्की उभिएको के छ, अनि सेपको संख्या पनि गर्ने गाइज। जस्तो कि मानौँ फर इक्जाम्पल यो माथिको फिगरमा 10 वटा अब्जेक्टको संख्या छ भने हैन, अब्जेक्टको संख्या छ भने तल पनि अप्सनमा पनि 10 वटै हुनुपर्छ है त। 9 या 11 भयो भने चाहिँ नि त्यो एन्सर गलत हुन्छ। 10 वटा छ भने 10 वटै हुनुपर्छ, 11 वटा छ भने 11 वटा हुनुपर्छ है त। ओके, अब हामीले यसलाई क्र्याक गर्दाखेरि अनि हाम्रो ध्यान दिन पर्ने कुरा भनेको यो केटी उभिएछ नि, लड्की उभिएछ नि, लड्कीले गर्दाखेरि केटाहरू धेरै झुक्किन्छन् हैन। लड्की उभिएखेरि के हुन्छ भन्दाखेरि यसको स्याडो छाया हुन्छ नि, हो त्यो चाहिँ कतातिर जान्छ त, दाहिने देब्रेतिर कतातिर जान्छ, आफूले हेरेर चाहिँ नि टक्क अप्सनमा क्लिक गर्नु है त। ओके, अब हामीले यो क्वेसनलाई क्र्याक गर्दाखेरि 3D क्वेसनलाई क्र्याक गर्दाखेरि टक्क 2D मा देखाउँछ। अब 2D मा कसरी देखाइदिएछ भन्दाखेरि टप भ्यूबाट देखाइदिएछ, माथिबाट देखाइदिएछ टप भ्यू। सोच कि तिमी प्लेनमा चढेर हैन यता फ्रान्सतिर जाँदैछौ, टक्क लाएर अनि तलपट्टि मुनिपट्टि यो अब्जेक्ट देख्यौ हैन, यो अब्जेक्ट छ मुनिपट्टि अनि तलपट्टि चाहिँ सर र यो भ्यू देखिन्छ, यस्तै देखिन्छ। प्लेनबाट हेर्दाखेरि माथिबाट हेर्दाखेरि टप भ्यू सर र यस्तो भ्यू देखिन्छ। अब हेर्दाखेरि चाहिँ सबै सेम छ हैन, सबै उस्तै छ। अब कुनमा टिक लाउनु त? अब यहाँनिर चाहिँ मेन लोजिक छ है त। अब कुनमा टिक लाउने भन्दाखेरि टक्क लाएर हामी म एउटा चुज गर्छु, एउटा अब्जेक्टदेखि एउटामा जान्छु है त। फर्स्टमा मैले बताउँछु, यसलाई चाहिँ हल्का घुमाइदिएछ है केटा हो, हल्का घुमाइदिएछ भनिसकेपछि के भने मैले अघि, हल्का घुमाउँदाखेरि पनि सबै घुम्छ एकैचोटि, बोतलको बिर्को खोले जस्तो सबै घुम्छ हैन। टक्क लाएर यसलाई हल्का घुमाउँदाखेरि यो यहाँ आयो हैन, यो यहाँनिर आइपुग्छ। अनि त्यसै गरी यो हाम्रो यो अब्जेक्ट चाहिँ यहाँनिर आइपुग्छ, यो हाम्रो यो यहाँनिर आइपुग्छ, यो अलिकति यतातिर आइपुग्छ। 4 वटा कुना घुमिसकेपछि त अरु सबै घुम्ने भयो नि त हैन। त्यसले गर्दाखेरि हाम्रो अब एन्सर चाहिँ पत्ता लगाउँ है त। अप्सन नम्बर 1 मा जाम। अप्सन नम्बर 1 मा जाँदाखेरि गाइज के छ भन्दाखेरि हामी यहाँदेखि यहाँ जम्प गरे है त, म यहाँदेखि यहाँ जम्प गरे हैन, ठीक छ ओके। अब म यहाँदेखि यहाँ जम्प गरे, म यहाँदेखि यहाँ जम्प गरे हैन, अनि त्यसपछि यहाँदेखि यहाँ जम्प गरे, यहाँदेखि यहाँ जम्प गरे, ठीक छ हैन, भइराछ नि हैन, गइराछ। यहाँदेखि यहाँ जम्प गर्छु, यहाँदेखि यहाँ जम्प गरे। अब म यहाँदेखि यहाँ जम्प गर्छु है त। यहाँदेखि यहाँ जम्प गर्ने बेलामा मैले के देखेँ भन्दाखेरि नोटिस गरेको हाम्रो यो सेप यसरी बसेको छ, जबकि हाम्रो क्वेसनमा यसरी ठाडो भएर बसेको छ, यसरी हुनुपर्ने तर एन्सरमा यसरी आएको छ। एउटा रिजन त्यो भयो है त। त्यसले गर्दाखेरि हाम्रो क्वेसनसँग सेम हुन गएन नि त, हो कि नै? यसरी बसेको छ भने हाम्रोमा यसरी नै हुनु पर्थ्यो, यो सेप के हुनु पर्थ्यो, यसरी हुनु पर्थ्यो है त। त्यसले गर्दाखेरि हाम्रो एन्सर चाहिँ नि अप्सन 1 इनकरेक्ट भयो। प्लस अझै मेन लोजिक भनेको यहाँनिर टक्क एउटा नयाँ सेपको उत्पन्न भएको के हैन, यहाँनिर जम्प गर्दाखेरि एउटा नयाँ सेप यहाँनिर आएको छ, जबकि हाम्रो क्वेसनमा छैन। त्यसले गर्दाखेरि हाम्रो अप्सन नम्बर 1 चाहिँ इनकरेक्ट भयो। अब फलोइङ द सेम प्याटर्न, यो सेपलाई फलो गरौँ है त गाइजहरु चाहिँ अब टक्क लाएर यो सेपलाई हेरौँ है त। यो सेप कहाँ छ है त? यहाँ त छैन, यहाँ पनि छ, यहाँ पनि छ। त्यसले गर्दाखेरि हाम्रो के भयो त? हामीले एउटा मोटामोटी हिसाबले के भन्न पाइयो? अप्सन 1, 3 अनि त्यसपछि 4 चाहिँ यिनीहरू सबै इनकरेक्ट छ है त, इनकरेक्ट छ। अप्सन नम्बर 2 चाहिँ मिल्न सक्छ कि जस्तो छ है, कुन मिल्न सक्छ कि जस्तो छ। ओके, अब हेरौँ यसमा हेर्दाखेरि अब हामीले अब अप्सन नम्बर 1 मिलेन। अप्सन नम्बर 2 मा जाँदाखेरि अब 2 मा जाम है त। 2 मा नजाम, 3 मा जाम। 3 मा अब पहिला सुरु हामीले के बिग्रियो त हैन, के बिग्रियो त्यो पत्ता लगाम है त। 3 मा जाँदाखेरि टक्क यहाँदेखि यो टपदेखि यो टपमा जाम। अब यो टपदेखि यो टपमा जाँदाखेरि हामीले एउटा नयाँ सेप पत्ता लगाइएर गाइज यहाँनिर जुन खाली भएको ठाउँ छ यहाँनिर नयाँ सेपको उत्पन्न भयो के, त्यो आयो। अप्सन नम्बर 3 मा फेरि एउटा थप्यो। त्यसले गर्दाखेरि हाम्रो अप्सन इनकरेक्ट है त। यो पनि नयाँ सेप छँदैछ, इनकरेक्टको रिजनहरू हैन। त्यसले गर्दाखेरि हाम्रो अप्सन 3 पनि इनकरेक्ट। अब 4 लाई हेरौँ। 4 मा पनि एउटा मुख्य चीज मैले बताइन्छु है त। जो अप्सन नम्बर 1 मा पनि छुटा छु मैले, अनि त्यसपछि 3 मा पनि छुटा छु, 4 मा गएर भन्छु है त। त्यो मुख्य अब्जेक्ट के छ भन्दाखेरि हो यो सेप चाहिँ मिसिङ छ है, यहाँनिरको चाहिँ मिसिङ छ। हो यहाँनिर चाहिँ एउटा सेतो एउटा आउँछ है त, जो कि अप्सन नम्बर 2 मा चाहिँ नि आएर बसेको छ, हो कि नै? देखेछौ कि नि गाइज?
दाजुहरूले बुझ्यो कि नि है त बुझ्नु पर्यो है त अप्सन नम्बर 3 मा पनि त्यो मिसिङ छ त्यसले गर्दाखेरि हाम्रो एउटा शेप चाहिँ यहाँनिर मिसिङ छ त्यसले गर्दाखेरि हाम्रो अप्सन नम्बर 1 3 4 सब 1 3 4 चाहिँ इनकरेक्ट हुन्छ अब फलोइङ द सेम प्याटर्न टक्क हामीले नम्बर 2 लाई एनालाइसिस गरौँ है त अब मैले अप्सन नम्बर 1 अनि त्यसपछि आएर 3 अनि त्यसपछि आएर 4 चाहिँ इनकरेक्ट हुन्छ भने अब 2 चाहिँ अब करेक्ट हुन्छ कि हुँदैन है त ओके यहाँदेखि यहाँ हामी जम्प गरौँ हैन यहाँदेखि यहाँ हामी जम्प गरियो टक्क गइयो यहाँदेखि यहाँ हामी यहाँदेखि यहाँ हामी आइयो ओके यहाँदेखि हामी यहाँ जाम है त यहाँदेखि हामी गइयो गएर अब यहाँदेखि यहाँ जाम यहाँदेखि यहाँ जाँदाखेरि ठक्क देखेछ नि हैन टक्क टक्क आएको छ नि यहाँदेखि यहाँ जाम यहाँदेखि यहाँ गइयो अब यहाँदेखि हामी यहाँ जाम है त यहाँदेखि यहाँ जाँदा पनि टक्क भेटाइएछ हैन छ नि हाम्रो हैन अब हामी यहाँदेखि यहाँ आम है त हाम्रो शेप एउटा शेप यहाँ छ नि त यहाँदेखि यहाँ आउँदाखेरि केटाहरु के छ भन्दाखेरि यो टप भ्यूबाट देखाइदिएछ त्यही भएर यसको डिस्टेन्स हल्का डिस्टेन्समा हल्का फरक आउँछ है गाइस त्यति सारो फरक आउँदैन हल्का चाहिँ फरक आछ नि अघि मैले भन्थे नि यति सम्म जतिको डिस्टेन्स फरक आयो भने केही म्याटर गर्दैन तर एकदमै लामै डिस्टेन्स फरक आयो भने चाहिँ नि त्यो अप्सन गलत हुन पुग्छ है त ओके अब हामी यहाँदेखि चाहिँ यहाँ जम्प गरौँ हैन अब यहाँदेखि चाहिँ हामी यहाँ जम्प गरियो ओके ठीक छ अब हामी यहाँदेखि यो लड्कीलाई छलाएर यहाँनिर एउटा सेतो पोइन्टमा जम्प गरौँ हैन सेतो पोइन्टमा जम्प गर्दाखेरि यहाँनिर टक्क आइयो अब यसको फ्रन्टमा यो छ हैन यसको फ्रन्टमा यो छ अब हामी टक्क यो शेपदेखि यसमा जाम है त यो शेपदेखि हामी यसमा आइयो अब यसमा आएर यसमा आम है त यसमा आएर यसमा आइयो अनि टक्क हामीले गाइजले के हेरौँ भन्दाखेरि यो लड्कीको छाया हल्का ब्ल्याक डट देखेछ नि वरि हेरौँ त यो शेप भन्दा अलिकति पछाडी छ कि हैन अलिकति पछाडी छ प्लस यसको स्याडो हुन्छ नि अलिकति दाहिनेतिर आएको छ के माथिबाट हेर्दाखेरि त्यसले गर्दाखेरि अप्सन 2 चाहिँ नि एकदमै जेन्युइन तरिकाले करेक्ट एन्सर हो है गाइज यसै चाहिँ सल्भ गरिन्छ भिडियो लामो भयो होला गाइज तर केही छैन यही एकचोटी हेरेर बुझिन्न केटा बार हेर्नु पर्छ हैन मैले 4 मिनेटको भिडियोलाई 3 घण्टा त मैले नन